हेलो एभ्रिवान, आज चाहिँ म हजुरहरूलाई गोबीको सुकाएको चानाको तरकारी पकाएर देखाउने छु। के गर्नु साथीहरू, यस्तै छ जिन्दगी, पकाउने खाने गरेरै जाने भयो। ल हेर्नुहोस् है त, यो गोबीको चानालाई मैले चाहिँ पानीमा भिजाएर अनि तातो पानी तताउन झ्याउलाएर भात पकाएको थिएँ। त्यसैको माथि टिफिन राख्दैछ त पानी तात्छ नि त तातो भातको उसले, त्यही भएर त्यसैको माथि राखिदिएर यो गोबीको चानालाई तातो उसमा राखेँ। त्यसपछि मैले आलु पनि उसिनेको थिएँ। आलु उसिनेपछि अलि लपक्क मिठो हुन्छ नि त बाक्लो बाक्लो, त्यही भएर। अनि मैले चाहिँ शनिबार थियो, लसुन प्याज खाँदिनँ, त्यही भएर मैले मेथी फुराएँ। अनि मेथी फुराइसकेपछि यो आलु उसिनेको र गोबी भिजाएकोलाई एकै ठाउँमा हालेर भुटभाट पारेँ। अब भुटभाट पारिसकेपछि मसला हाल्नु पऱ्यो, मसलाहरू हालेर पनि टमाटर सबै हालेर भुटभाट पारेर पानी हालेर छोपिदिएँ। छोपिदिएर एकछिनपछि कस्तो भयो भनेर हेर्न गएको त अझै पाकेकै रहेनछ। अनि हेरेर फेरि म धनियाको पात टिप्न गएँ, घरमै थियो धनियाको पात हालेर यसो टेस्टी हुन्छ नि त भनेर धनियाको पात टिपेर ल्याइसकेर अनि हेरेको त पाकिसकेको रहेछ, मिठो होला जस्तो देखिएको थियो। अनि मैले धनियाको पात पनि हालेर छ्यापछुप पारेर फेरि चलाइवरी गरेर मैले चाहिँ नि रेडी बनाएँ मेरो तरकारी। यसरी बनाएँ मैले मेरो तरकारी, एकदमै मिठो हुन्छ साथीहरू गोबीको चानाको तरकारी। हजुरहरूले पनि पकाएर अवश्य नै खानुहुन्छ होला।